नवदिशा प्रमुख 10 समाचार। सर्लाहीको बागमती नदीमा बेपत्ता भएका 5 जना युवक मध्ये 2 जनाको शव भेटेको छ भने अन्य 3 जना सकुशल रहेका छन्। बाजुरा हुम्ला सीमा विवाद समाधानको निम्ति भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको अध्यक्षतामा प्राविधिक अध्ययनका लागि समिति गठन। जाँच व्यवस्थाले निम्त्याएको उत्पीडन, हत्या र थिचोमिचो विरुद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन, देशैभरबाट सहभागी। महाकाली नदी किनारमा कन्काई कुमार केएस जेबीले गरिरहेको अवैध उत्खनन विषयमा अख्तियारमा उजुरी, कानुनी प्रक्रिया अनुसार हुने प्रशासनको भनाई। जग्गा धितो रोक्का ठोकुवामा सहजता, मालपोतलाई विभागको 9 बुँदे निर्देशन। ललितपुरको लगनखेल बस पार्क नजिकबाट 500 का दरले 8 थान नक्कली नोट सहित सिराएका 19 वर्षीय युवक पक्राउ। विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएका कलेज नियमनका लागि नियमावली ल्याउँदैछौँ, शिक्षा मन्त्री पोखरेल। सुर्ती र मदिरामा कम्तीमा 50% कर वृद्धि गर्न विज्ञ र सांसदहरूको सुझाव। ऊर्जा सङ्कटबीच एसियातर्फ रुसको बढ्दो प्रभाव, इन्धनदेखि रोजगारीसम्म नयाँ समीकरण। एसियन गेम्स 2026 छनौटका लागि नेपालको टोली घोषणा, कप्तानको रूपमा दिपेन्द्र सिंह ऐरी। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।